दालमा धेरै आइसकेको छ। व्यक्तिगत रूपमा तपाईँले भन्नुपर्दाखेरि के भन्नुहुन्छ र तपाईँ त पार्टीको जिम्मेवार केन्द्रीय सदस्य भएको हैसियतले गर्दाखेरि समला राईलाई के भन्न चाहनुहुन्छ? म के भन्नुहुन्छ बहिनी, तपाईँ नातिनुहोस्। भर्खर हाम्रो यो के अरे केन्द्र जन्मिरहेको छ। संस्कृति पार्टी भर्खर 3 महिनाको नाना बालखा छ। यसमा दुध दिनेतिर जाउँ होइन, उसलाई के खान्छ लिटो दिनेतिर जाउँ। भर्खर जन्मेको 3 महिनाको नानी हो, उसलाई दौरो बनाऊ। बल्ल ऊ दौरो भएर चाहिँ ठुलो हुन्छ, ऊ शक्तिशाली बन्छ, तब हाम्रो पावर आउँछ। अब हामी अहिले त्यो पुगेका छैनौँ। मै सोध्छु, म यत्रो पार्टीहरू के अरे खेलकुदतिर लागेँ, माओवादीबाट लागेँ, एमालेलाई जिताएँ, राप्रपालाई जिताएँ। तर अब होइन, अब यत्रो हिँडेँ म होइन, हिँड्दाखेरि त मैले त्यति वास्ता गरेको छुइनँ। भने सबैभन्दा पहिले हामी के सोच्नुपर्छ भने कुनै पनि राजनीति गर्नु छ, कुनै पनि एउटा व्यवहारिक गर्नु छ भने पहिले आफ्नो घर भत्काउनु हुँदैन। पहिलो घर आफ्नो दौरो भएर राजनीति हिँड्नुपर्छ। श्रमदान पनि तपाईँको 6 दिन हाम्रो हर्कराजज्यूले, माननीयज्यूले त भन्नुहुन्छ पहिले 6 दिन चाहिँ आफ्नो घरको लागि श्रमदान गर, अनि त्यहाँदेखि बल्ल 1 दिन चाहिँ देशको लागि गर भनेर उहाँले भन्नुभएको छ। त्यो जस्तै आफूले पहिले आफ्नो घरहरू भत्काउनु भएन, घरहरू मासेर काम गर्नु भएन। लाग्नु त पर्छ, हामी नलागी त कसले गर्छ र? हो, हामीले लाग्ने हो। तर यसलाई चाहिँ त्यस्तो उदङ्ग रूपमा दिनु हुँदैन। अहिले नै माथि गएर माथि नै हामी हुनुपर्छ भनेर जबरजस्ती गर्नु हुँदैन। यो भनेको समयको खेल हो। अब यो त अझ सुरुवात मात्रै हो। अब अझै हामीले स्थानीय